सो गाइज वेलकम टु माई युट्युब च्यानल के छ खबर सन्चै आर्मी हुनुहुन्छ होला होइन म पनि ठिक छु भन्नुपर्छ। आजदेखि चाहिँ एउटा ट्याक्क भ्लग बनाऊँ भनेर होइन पार्टी समयमा होइन आज यसो बाहिर जानु लाग्यो होइन मार्केटसम्म जानु लाग्यो साथीभाइलाई भेट्न हुन्छ होइन ट्याक्क। आज चाहिँ मेरो भिडियो चाहिँ होइन हेर्दै गर्नुहोस् होइन स्किप नगर्नु हेर्नुहोस् कस्तो लाग्छ कमेन्ट गर्नु होला लाइक सेयर गर्नु होला है त। गाइज अब चाहिँ रेडी पनि भइसकेको छु होइन बाट चाहिँ निस्किनु अलरेडी भइसकेको छु। अब चाहिँ जानुपर्ने हुन्छ गाइस होइन यसो रमाइलो गर्नु पऱ्यो होइन त गाइस बाटोतिर भेट्नु। तपाईँले चाहिँ कहाँ जानु लाग्यो के गर्नु लाग्यो भन्नुभयो होला होइन। साथी चाहिँ घर जानु लाग्यो घरबाट नेपालबाट एपिटी आउँदैछन् नेपालको बाटो टिकट काट्नु महँगो भयो अरे अनि त्यसपछि अनि त्यही भएर टिकट काटेर पठाइदिने अनि त्यसपछि उताबाट आउने भन्ने छ। त्यही भएर हामी चाहिँ साथीहरूलाई टिकट काट्नु जानु लाग्यो है स्पेसल काम त केही पनि होइन होइन राति आउने नेपालबाट अनि त्यसपछि टिकट काट्नु पऱ्यो। नेपालमा त महँगै छ कि थाहै छ तपाईँहरूलाई होइन त्यही भएर हर चिज महँगो छ नेपालमा अनि त्यही भएर टिकट काटेर पठाइदिन्छौँ भन्ने हाम्रो सल्लाह छ। हामी चाहिँ 2 भाइ जान्छौँ है राजु दाइ र म भयो लगायत हेर्दै जानुहोस्। अब चाहिँ म तैँले काम गर्ने ठाउँमा आउन लागेको छु होइन हिँड्दै गर्मी त लास्टी खाइयो आज त अहिले यो भिडियो दाइले हेर्दै हुनुहुन्छ भने दाइले चाहिँ अब होटेलमा काम गर्नुहुन्छ जुस चाहिँ पक्कै खुवाउनुहुन्छ भन्ने आशा लागेको छ होइन। हेरौँ दाइको रियाक्सन कस्तो हुन्छ जुस खुवाउनुहुन्छ सोध्छु मैले के सोध्दिनँ अनि दाइ खुवाउनुहुन्छ के सोध्दिनँ हेर्नुहोस् भिडियो अनि तपाईँलाई कस्तो लाग्छ होइन। तपाईँ अब दाइले काम गर्ने ठाउँमा चाहिँ अब आइसकेको छु लगभग 1 मिनटको बाटो छ होइन 1 मिनट पनि लाग्दैन होला सायद भन्छु। जाम दाइको रियाक्सन कस्तो हुन्छ दाइले के भन्नुहुन्छ होइन गरिमबाट भाइ जुस खुवाउनु अनि के सुन्नुहुन्न अनि बाइक आइस हेर्दै रहनु ल। यसमा चाहिँ दाइको होटेलमा आइसकेको छु होइन म यहीँको पहिला गरेको होटल पनि यो पहिला मैले गरेको होटेल होइन। दाइको रियाक्सन कस्तो हुन्छ होइन भाइ घामबाट आहा जुस खुवाउने केही अवस्था के गर्नुहुन्छ गर्नु न होइन दाइको रियाक्सन कस्तो हुन्छ। पुरै होटल चाहिँ यही होइन ए आशा र कैसे है? ठीक है कैसे हो आप कैसे हो ठीक हो सही आप कैसे ठीक है आप किधर से आए हो दाइ के गर्दै हुनुहुन्छ दाइको रियाक्सन हेर्नु किलो पाउँछ के छ केटा ओ ऋषि सर यहाँ हुनुहुन्छ हाम्रो ऋषि सर होइन हाम्रो राजु सर उहाँको स्पेसल आजले म फोन गरेर आएको होइन गाइज यही हो मलाई फोन गरेर बोलाउने काममा होइन जुस खुवाउनु चाहिँ खुवाउनु नै यही थाहा हुन्छ अहिले। यता छ हाम्रा साइको क्यामेरा हेलो भन्थ्यो यहाँ के हेलो भन्नु क्यामेरामा त्यसै गाइस शर्मा है शर्मा ऋषि सर भर्खर लिँदै आउनुभयो जस्तो छ होइन के छ खबर ऋषि सर भन्नु पऱ्यो घरतिर केही भन्ने छ समाचार दिन मन चाहिँ यहीँबाट खोइ त भाइले जुस बनाएको के त्यो अब के भन्छ कहाँ खान्छ दुध दाइको जुस बनाउनु दाइ जुस कस्तै बनाउनुहुन्छ यही हेर्नु होला। अहिले गाइस दाइसँग जुस खान थालेको छु मैले चाहिँ होइन ओरिजिनल जुस प्योर अब चाहिँ जुस खाने बेला भेट्छु ल। फाइनली जुस पनि रेडी भइसकेको छ अब कपमा जुस आइसकेको छ ओहो क्या मिठो जुस बनाउनु दाइले अब जुस खानुपर्छ ल गाई जुस खाँदै होइन जुस चाहिँ अब कौडो भन्छ यसलाई चाहिँ होइन दाइले आउने बित्तिकै बनाउँदैन मैले केही नभने कि बनाइदिनु थाहा थियो दाइले बनाउनुहुन्छ होला भन्ने देख्ने यसो मैले केही भन्थेन अनि आफूले अनि बित्तिकै जुस पनि गर्नु दाइले बहुत माया गर्नुहुन्छ नि उनीहरूले। फाइनली के छ दाइ छुट्यो नि दाइ यार यस्तो रेस्ट टाइममा यस्तो भ्लगिङ गरौँ भनेर के गोरु मान्छे गरेर देखिने भयो देखेछ भाइ यो त यार यस्तो गएको छैन कि रियलमा के घरतिर गएर जाने अनि दसैँमा तिहारमा कहिले हो दसैँमा तिहारमा तिहारपछि अर्डर आहा के आहा पानी हो क्या वाटर बेग इङ्ग्लिस उता हाम्रो मिट मासु काटेर खाने होइन यता बुक्चर मासु काटेर खाने त
गाइस परबटले किचन है गाइस, यो चाहिँ जुस सेन्टर होइन, जुस अरेन्ज भयो होइन, यसलाई के भन्छ पोमग्रेनेट भयो, म्याङ्गो भयो, अब अभोकाडो भयो, मौसम बनाना भयो, चाहिँ बर्गर आइटम गयो, बर्गर आइटमको धेरैमा भेट भयो रिसासँग ल बस्नु मन लागिरहेको, गफ गर्नु मन लागिरहेको, काम गरिरहन् राज सर। यता फेरि अगाडि पछाडि हाम्रो म्यानेजर, हाम्रो किचन म्यानेजर भनेर चिनिन्छ राज सर चाहिँ होइन। के छ किचन म्यानेजरको खबर? आएर मार्छ बसेर के भन्नु अन्त तपाईँहरूले गम्सा गम्सी आउनु नपरिन्छु क्या तिमीलाई। गभर्मेन्ट सर के छ खबर? ठिक छ? ड्युटी आइयो? के हो यार, के रेस्पोन्स छैन भाइ आउँदाखेरि यार, के हो यस्तो यार? निदमा आना नि